कोभिड-19सँग मिल्दोजुल्दो लक्षणहरू भएको स्क्रब टाइफसबाट बचौं। स्क्रब टाइफस ओरेन्सिया सुरुगामासी जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ। समयमै उपचार नगरे यसले गम्भीर रूप लिन सक्छ, जस्तै मस्तिष्क, कलेजो, फोक्सो आदिको संक्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार, मल्टी अर्गन डिस्फङ्क्सनको अवस्था पनि सिर्जना हुन सक्छ। स्क्रब टाइफस मानिसमा कसरी सर्छ? मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके यो रोग मानिसमा सर्छ। स्क्रब टाइफसका लक्षणहरू के हुन्? उच्च ज्वरो आउनु, आँखा रातो हुनु, धेरै टाउको दुख्नु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिनु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु। स्क्रब टाइफसबाट बच्ने उपाय केही छ? किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने। घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र वातावरण सफा राख्ने। मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने। यस रोगका लक्षणहरू कोभिड-19सँग पनि मिल्दोजुल्दो भएकोले कोभिड-19 परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको जाँच गरौँ। समयमै रोगको पहिचान गरी औषधि खानाले यो रोग निको हुन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र।